यहाँ मेरो हातमा देख्नुहुँदैछ के छ पुगिँदैन बिस्तारै पहिला चुहाउनु सजिलो हो त पत्ला ला चुयो त चुन्दैन एकछिन त चुन्छ नि एकछिन त चुन्छ नि त्यहाँ सतत जान्छ पत्लाको हेलो नमस्ते एभ्रिवान आई होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला है म पनि एकदमै ठिकै छु अन्त हजुरहरू पनि ठिकै हुनुहुन्छ होला भन्दै नयाँ आशाहरूको साथमा एउटा भिडियो लिएर आइरहेको छु होइन अन्त त्यो भिडियो चाहिँ के हो भन्दाखेरि चाहिँ यहाँ मेरो हातमा देख्नुहुँदैछ के छ यो छ पेट्रोल है यो चाहिँ मेरो गिफ्ट हो एक्चुअली भन्नुपर्दाखेरि चाहिँ उहाँ चाहिँ मेरो एउटा फलोवर हुनुहुन्छ है भ्युअर्स पनि हुनुहुन्छ अनि उहाँले चाहिँ मलाई गिफ्ट ल्याइदिनु भएको जे जस्तो भने गिफ्ट भनेको चाहिँ गिफ्टै हुन्छ है यो चाहिँ मेरो नयाँ तरिकाको गिफ्ट है लाइफमा किनभने यस्तो खालको गिफ्ट मैले कहिले उयो गरेको थिइनँ एक्सपिरियन्सै गरेको थिइनँ मैले सोचेको पनि थिइनँ है ल्याइदिनुहुन्छ होला भनेर मेरो स्कुटी देख्नु भएछ अनि मलाई ल्याइदिनु भएछ उहाँले चिन्नुहुन्छ नि त मलाई उहाँ दादाले चाहिँ चिन्नुहुन्छ अन्त यहाँ ल्याइदिनु भएको मलाई हो अनि मेरो भ्युअर्स हो खासमा चाहिँ सो थ्याङ्क यू सो मच भन्न चाहेँ मैले यो भिडियो मार्फत उहाँलाई धेरै धेरै धन्यवाद अहिले भएर हेर्नुहुन्छ होला तपाईँले पनि यो भिडियो होइन सो थ्याङ्क यू सो मच दादा तपाईँलाई अन्त यो एक्चुअली यो मेरो चाहिँ नयाँ तरिकाकै है यो खालको गिफ्टहरू यस्तो टाइपको मेरोमा खासै कहिले भएको पनि थिएन आएको पनि थिएन होइन यो फर्स्ट टाइम हो गिफ्ट भनेको चाहिँ एक्चुअली जे जस्तो होस् है सिल प्याक होस् या एक्सपेन्सिभ होस् या जेसुकै होस् न गिफ्ट भनेको चाहिँ एउटा गिफ्टै हुन्छ है स्पेसल एउटा काइन्ड अफ स्पेसलै भनौँ न अर्कै खुसी के यस्तो खालको गिफ्ट चाहिँ मैले फर्स्ट टाइम लिएको त्यही भएर अर्कै खालको खुसी पनि छु सो यति नै सो थ्याङ्क यू सो मच दादा वान्स अगेन तपाईँलाई अनि सेयर गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनुहोस् ल मेरो बहिनीलाई सेयर कमेन्ट लाइक गरिदिनुहोस् अरे दाजुले फोन पक्रिदिइरहनु भएको छ नि त एक्चुअली दाजु पासाङ दाजु हुनुहुन्थ्यो मेरो चाहिँ क्यामेराम्यान अनि भन्नुहुँदैछ उहाँले पनि मेरो भिडियो सेयर लाइक कमेन्ट गरिदिनुहोस् अरे होइन हालिदिन्छु ल काग उयो छैन त मेरोमा चाहिँ एक्चुअली हाल्ने यो कागहरू के अरे फनलहरू यतिकै पुगिँदैन बिस्तारै पहिला चुहाउनु सजिलो हो त पत्ला ला चुयो त चुन्दैन एकछिन त चुन्छ नि एकछिन त चुन्छ नि त्यहाँ सतत जान्छ पत्लाको हजुर होइन होला हो त बिस्तारै लगाउनु पहिला बढाउँदै जाउँ अबै डर लाग्यो यसरी मैले कहिले हालेको छुइनँ कि तेल आँटै नआउँदो रहेछ नि हौ डर लाग्यो घोप्टिन्छ भनेर टेन्सन आगो बल्दैछ त्यहाँ तेलको उ थियो पेट्रोलमा के बल्छ आगो किन बल्दैन क्या होइन मतलब यहीँ त बल्दैन बिर हुँदैछ नि सबै खाना होला नि कस्तो डर लाग्यो फर्स्ट टाइम हालेको कि यसरी मटलबाट चाहिँ आउँदो रहेछ नि तोकिन्छ कि भनेर डर लाग्दो रहेछ यस्तो केही छैन नि त मेरोमा चाहिँ फनलहरू त्यो हालिदिएको अब क्लियर पनि भयो सो थ्याङ्क यू सो मच दादा